यो भिडियो हेरेको 24 आवरमा अथवा 72 आवर्समा चाहिँ हजुरहरूको लभ लाइफमा केही चेन्जेसहरू आउनेछ। आई क्यान सी द्याट कोही व्यक्ति चाहिँ हजुरलाई लिएर धेरै लङ टाइमदेखि एकदम कन्फ्युज छ क्या। सो द्याट पर्सन इज लाइक रियली प्रिटेन्डिङ हुन्छ नि, आई डोन्ट केयर अबाउट यु, ओके। एकदम त्यो डिफेन्सिभ एनर्जीमा हुनुहुन्छ, ओके, सप्रेस्ड एनर्जीमा हुनुहुन्छ, डिनायलमा हुनुहुन्छ कि मेबी हजुर कि त हजुरको पर्सन हुनसक्छ जे होस्। इभन दो यु वान्ट इच अदर बट देयर इज काइन्ड अफ लाइक हुन्छ नि दुवैजनाको बिचमा कि म चाहिँ एक्सन लिँदिनँ, एउटा डिनायल, एउटा लाइफमा अरू प्रायोरिटिज भएर हुनसक्छ होइन, समथिङ लाइक द्याट, अथवा लाइक दुईवटा पाथवे जगल गरेको त्यस्तो कुराहरू चाहिँ देखि। बट आई क्यान सी द्याट सम वान नोज देयर वर्थ, हो कि मेबी हजुर हुनसक्छ जसले आफ्नो वर्थ थाहा पाउनु भयो कि फाइनली। पहिला चाहिँ युआर लाइक हुन्छ नि मान्छेको पछि लाग्ने, चेज गर्ने, अब चाहिँ फाइनली हजुरले आफूलाई भ्याल्यु गर्न थाल्नु भएको छ, स्पेसली यो पर्सन र यो कनेक्सनलाई लिएर, ओके। आई क्यान सी यस, हजुरले आफूलाई भ्याल्यु गर्न स्टार्ट गरिसक्नु भएको छ एन्ड देन थिङ्स आर चेन्जिङ क्विकली, ओके। सो यो पर्सनले नै हजुरको एनर्जी फिल गरिराख्नु भएको छ द्याट इफ दे वान्ट टु फिक्स दिस दे हेभ टु लेभल अप। हजुरको एनर्जी एकदम नै अहिले इन्डिपेन्डेन्ट छ कि, ओन्ली डिपेन्डेन्ट अन यर सेल्फ, नट अन एनी पर्सन एन्ड अल स्टफ, ओके। सो त्यस्तो एनर्जीमा हुनुहुन्छ हजुर, अरू कसैमा रिलाइ नै हुनुहुँदैन, रिलाइ नै गर्न खोजिराख्नु भएको छ, विच इज एट सम पोइन्ट भेरी गुड एनर्जी, ओके। त्यही कुराले गर्दाखेरि नै यो पर्सनले फिल गरिराख्नु भएको छ क्या, लाइक युआर स्टार्टेड टु लेट गो एन्ड मुभ अन, एउटा डिअट्याच एनर्जीमा हुनु। आई क्यान सी द्याट इमोसनली स्टिल यो पर्सन हजुरतिर आउन चाहनुहुन्छ, ओके, क्ल्यारिटी लिएर, ओके। इभन दो अहिले उहाँको एनर्जीहरू एकदम नै कन्फ्युज छ, लाइक आई डोन्ट नो हाउ टु सो अप फर हर अर हिम, समथिङ लाइक द्याट। बट आई क्यान सी यो पर्सनको साइडबाट नेक्स्ट 24 कि त 72 आवर्समा कन्ट्याक्ट कम्युनिकेसन आउँछ, ओके। हजुरले कि त आइदर यो पर्सनले बााउन्ड्रिजहरू पनि राखिराख्नु भएको छ, राख्नु भएको थियो, प्रब्लमहरू थियो, बट यु नो वाट, हजुरहरूको टुगेदर युनिटी छ कि यो कनेक्सन केही न केही कुराले कनेक्टेड छ स्टिल, ओके। बटरफ्लाई कुड बी सिग्निफिकेन्ट हजुरहरूको लागि, और रिपिटेड नम्बर्स 222, 555, 666, ओके। एकदम हिबिस्कस फ्लावर पनि हजुरहरूको लागि सिग्निफिकेन्ट हुन्छ, एकदम सुदिङ हिलिङ एनर्जी आउँदैछ दुवैजनाको बिचमा। फाइनली एउटा यस्तो क्ल्यारिटी आउँछ नि दुवैजनाको बिचमा जसले गर्दाखेरि चाहिँ यो कनेक्सनको सेकेन्ड चान्स हुन्छ, हिलिङ फेज हुन्छ हजुरहरूको बिचमा। यो पर्सनले कि त हजुरले एकअर्कालाई स्टक गरिराख्नु भएको छ अहिलेको टाइममा, हजुरहरूको बिचमा सायद केही कुरामा डिसएग्रिमेन्ट भएको हुनसक्छ, केही कुरा हुन्छ नि अब मिसअन्डरस्ट्यान्डिङ भएको हुनसक्छ, उसले मसँग केही लुकाएको त छैन यताउति, तर यो सबै क्ल्यारिटी हुन्छ र हजुरको बिचमा टुगेदरनेस छ नेक्स्ट, ओके। कमेन्ट सेक्सनमा आई क्लेम दिस म्यासेज भनेर लेख्नु, पर्सनल रिडिङको लागि वाट्सएप, इन्स्टाग्राम अरू भाइबरमा म्यासेज गर्नु, डिटेल्स मेरो टिकटकको बायोमा छ।